निर्मला पन्त हत्या प्रकरणमा गम्भीर ट्विस्ट। पत्रकार खेम भण्डारीले गलत ट्विस्ट गरेको आरोप। रमेश लेखकको भूमिकामाथि पनि आशंका। कञ्चनपुरकी 13 वर्षीय बालिका निर्मला पन्तको बलात्कार र विभत्स हत्या भएको 8 वर्ष बितेको छ। यो 8 वर्ष केवल समयको एउटा कालखण्ड मात्र होइन, यो नेपाली राज्य सत्ताको लाचारी, न्याय प्रणालीको असफलता र एउटा गरिब परिवारमाथि भएको चरम अन्यायको जिउँदो इतिहास हो। यो अवधिमा कैयौं सरकारहरू फेरिए, दर्जनौं गृहमन्त्रीहरूले पदभार ग्रहण गर्दा निर्मलालाई न्याय दिने पहिलो संकल्प गरे, तर विडम्बना 8 वर्षसम्म पनि अपराधी कानूनको कठघरामा उभिनुको सट्टा अज्ञातको सुविधा भोगिरहेको छ। राज्यले गठन गरेका अनगिन्ती छानबिन समिति र आयोगका प्रतिवेदनहरू आज दराजका कुना र रद्दीको टोकरीमा थन्किएका छन्। यसैबीच तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख एसपी को अन्तर्वार्ताले यो प्रकरणमा नयाँ बहस र तरंग पैदा गरिदिएको छ। यो सरकारी मोबाइल चाहिँ बटनवाला तल देखिन्छ होला, बटनवाला मोबाइल छ। अनि त्यसमा चाहिँ तपाईको यो जुन हाइलाइट गरिएको छ, फर योर काइन्ड इन्फर्मेसन दिलीप इज माई साला, अनि वी फ्यामिली पिपुल भनेर भनेको छ। अनि त्यो यो दुईटा मेसेज चाहिँ उहाँले पठाउनु भएको। एकजना पत्रकार भनेको त नाम आएकै पत्रकार त होला नि, उहाँ खेम भण्डारीजीलाई त भन्नु। अब उहाँ चाहिँ सुरुदेखि नै हो। रमेश लेखकजीको पनि तपाईमाथि दबाब थियो।